हेलो एभ्रिवान, स्वागत छ यहाँहरूलाई फेरि पनि मेरो अर्को भिडियोमा। अनि सदा झैँ आज पनि म चाहिँ आइसकेँ। श्री चाहिँ कराइरहेछ अनि यो टाइम चाहिँ हो इभिनिङको टाइम। आज चाहिँ म इभिनिङमा बनाउँदैछु भिडियो, कति मर्निङको मात्र बनाऊँ भनेर श्रीले मलाई तानिरहेछ। अनि आज चाहिँ म बनाउँदैछु फेरि पनि लोकल चिकन। लोकल गरिसकेँ मैले चाहिँ यता सबै। अनि चट्ट लाएर मैले सामान पनि रेडी गरेँ, लसुन अदुवाको पेस्ट, धनियाँ प्याज टमाटर अनि सरर यहाँ छ चिकन। यो चाहिँ लोकल कुखुरा है, सुप बनाउँछु म चाहिँ आज चाहिँ। हेर्दै गर्नु होला भिडियो कस्तो बन्छ। पानी पर्न लाग्छ बाहिर चाहिँ, त्यही भएर अँध्यारो छ। श्रीले मलाई पिटेर गइरहेछ क्या, उसलाई टिभी हेर्नु पर्यो अरे। अनि हेर्दै गर्नु होला है त कस्तो बन्छ भिडियो। अनि सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ यसो सब्सक्राइब गर्नु नबिर्सिनु होला है त। आज चाहिँ म बनाउँछु तेलमा, तातिसकेर चाहिँ तेलमा बनाऊ। श्री पनि हाँस्दैछ हौ तल। यता खाना पनि सुची लाग्यो यसमा चाहिँ। पानी पर्यो फेरि कत्रो पानी पर्यो है बाहिर। पानी पर्यो पानी। रातो हुन दिनु पऱ्यो है, रातो रातो। अनि त्यसपछि बत्ती नै बालिसकेँ मैले। 6 बज्यो नि त। कत्रो पानी परेको छ है, म हजुरहरूलाई पानी देखाउँछु। कति ठुलो पानी पऱ्यो भने 1 केजीमा पुरै यहाँ त कत्रो परेको क्या। श्रीमक्क परेको छ है त साथीहरू। मजाले पाक्यो। अब यसमा चाहिँ म धनियाँ राख्छु,
सरर बनाएर अनि त्यसपछि चाहिँ खाने। त्यसपछि लोकल चिकनको रस मोही अनि खाना यता सुमीलाई। सुमी चाहिँ क्यामेरामा आउन नमान्ने, म चाहिँ खाएँ है त।